मेरो नाम गोपाल ओली, पञ्चलपुर जिल्ला। लिङ्क आकाश भन्नेले लिङ्क स्टारमा कन्ट्याक्ट गरेर आएको सिक्युरिटी डिटेल्स भनेर लगभग 3,60,000 त्यहाँ दिएको, लगभग 4,23,000 मेरो टोटल एयरपोर्टसम्म खर्च भएको छ। अहिलेसम्म काम भएको छैन, आज भोलि भनेको छु। त्यही पनि काममा लगाएको मान्छेको हालत देखेर म चाहिँ गइनँ। अरू पैसाको 3,60,000 लगभग 4,23,000 एयरपोर्टमा आउनु सेलसम्म मेरो लगानी खर्च त्यत्रो भएको छ। खाना बस्नुको लागि व्यवस्था राम्रो छैन। हिजो 2 दिनसम्म पार्कमा सुत्यो, आज यही झोलासोला त्यहाँ राखेको छ। अहिले तपाईँ प्रत्यक्ष हेर्नु सक्नुहुन्छ। यो रातिको टाइममा त्यहाँ सुत्यो भने खाना बस्न त्यहाँ हाम्रो जुन मुदिरले लिएर आएको थियो त्यसको रुम भाडा तिर्न नसकेर 2 दिन पहिला लाइन काटिदियो, अन्धकार भयो। त्यसपछि अनि त्यो बिजुलीवाला के भन्छ दियो भन्ने आएर लाइन काटिदियो। लाइन काटेपछि अनि त्यसपछि वाचम्यानले रुमबाट निकालिदिएपछि हामीले मुदिरलाई कन्ट्याक्ट गर्न खोज्यो। हाम्रो फोन नै रिसिभ नभन। अनि जुन हर्क राई लिङ्क स्टारलाई हामीले गुहार गऱ्यौँ, हामीलाई यहाँबाट उद्धार गर्नु पर्यो, कहीँ व्यवस्था गर्नु पर्यो भन्दाखेरि ल म पैसा हालिदिन्छु, एउटा मान्छे लिन आउँछ, खानाको व्यवस्था गर्छु भनेको मान्छे 2 दिन भयो गरे, अहिलेसम्म गरेको छैन। अब के हो कसो हो कहाँ जानुपर्ने हामीलाई केही थाहा छैन। एउटा यहाँ आर्यन भन्ने संस्था छ, उसले हामीलाई उद्धार गर्छ कि भनेर त्यसको उसमा हामी अहिले एकजना साथी थियो, त्यहाँबाट कन्ट्याक्ट गरेर हामी एउटा सानो भिडियो बनाएर पोस्ट गर्दैछौँ। त्यहाँ सकेसम्म हाम्रो हजुर उद्धार गरिदिनु होला, यही भन्नु चाहन्छु। अरू यता भाइहरूको नमस्कार, मेरो नाम गरम तामाङ, देवघर। म लिङ्क स्टारको थ्रुबाट आएको, हर्कमणि गाईले मार्फत आएको। म कम्पनी छोडेर बसेको लगभग 2 महिना भइसक्यो। मेरो पर्सनल खर्च लगभग 1.5 लाख जस्तो भइरहेको छ। आउने लगानी 1.5 लाखभन्दा समथिङ माथि नै छ। मेरो समथिङ अहिले खर्च मेरो एक पुस्ता जोड्यो भने 3 लाखभन्दा बढी गएको छ। काम लगाउने सिलसिलामा डलर पनि दिएको हामी जबरजस्त भिडियोहरू बनाउनहरू बकैको साथमा राखेको छु मैले। जसरी हुन्छ त्यसलाई के गर्ने हो, कसरी हुन्छ हाम्रो पैसा एउटा दिनु पर्यो अलिअलि सरकारले। नमस्कार, मेरो नाम फुलबहादुर बुढा, स्टारबाट आएको। एजेन्टको नाम चाहिँ दिपेन्द्र भट्टराई। मैले त सुन्दिनँ। दिपेन्द्र भट्टराईले पठाएको लगभग 2 लाख तिरेर आएको। त्यही भएर अब हामीलाई जसरी पनि उद्धार गर्नु। नमस्ते, मेरो शिव गुरु, सुनसरी घर। अनि लिङ्क स्टार मेन पावरबाट आएको म। मेरो एजेन्ट भनेको हर्कमान राई र मेन लिङ्क स्टारको डाइरेक्टर पञ्चधन राई भन्ने हो होइन। मैले लगानी लगभग 1,80,000 तिरेको नेपालको मेन पावरमा। यहाँ आएर मैले खाना बस्दा लगभग सडकमै सुताइ कति दिन भयो। पाउरोटीमा खोर्सानीसँग चोबेर नुनसँग खाएर बसेको छ। तपाईँको सुत्नु बस्नु हाम्रो होइन राम्रो व्यवस्था केही पनि छैन। हामी नेपाल भन्न चाहन्छौँ। हाम्रो हातमा अस्ति पासपोर्ट पनि दिएको छैन। हामी 2 जनासम्मले पासपोर्ट चाहिँ ल्याउनु सफल भएको छ। हामी कुन पाराले हो के गरेर यहाँ अरू साथीहरू कसैको पनि पासपोर्ट छैन। त्यही भएर होइन हामीलाई जसरी एनी हो जसरी हामी नेपाल निकालिदिनु पर्यो तपाईँहरूले, जसरी भए पनि। मेरो नाम मनबहादुर विक, मेरो घर कैलाली, गजनी नगरपालिका 4। म यहाँ दुबई आएको हजुरको 2 महिना जति भयो। 1 महिना काम गर्यो। 1 महिना काम गरेपछि पैसा घर पठाइदिन्छु भन्यो। घर पनि पठाएन, यहाँ पनि पैसा दिएन। कहिले खाना पैसा दिँदैन, कहिले भोगै रह्यो, कहिले काममा गयो, कहिले भोगै काम गऱ्यो दिनभरि। अब अहिले हजुरको हामीलाई उद्धार गरिदिनु पर्यो। हामीलाई के गरी हुन्छ, यहाँबाट निकालेर हुन्छ कि अन्त मेन पावरमा त पैसा 1.5 लाख रुपियाँ दिएको, अहिले त त्यो 2.5 लाख रुपियाँ पुग्न लाग्यो। ओ हर्कमणि राई भयो, यो पञ्चधन अरू यो रमेश विष्ट भन्ने छ एउटा राजीव सक्सेना। हामीले गाउँको मान्छे भएर रमेश विष्ट भन्ने हामीले सानोदेखि चिनेको। उसको यहाँ काठमाडौँ आएपछि राजीव सक्सेना भन्ने नाम राखेको छ फेसबुक आइडीमा। हामीलाई उद्धार गर्नु। नमस्कार, मेरो नाम मङ्गल हो। मेरो उहाँको भाइजे हो। अब म 2 महिना किसान गाउँपालिका हो। मेरो यहाँ अब 2 महिना भइसक्यो सर। अब त्यो हार्की राईले पठाएको मेरो लगानी 1.5 लाख रुपियाँ हो। अहिले 1 महिना भइसक्यो भोगाइ भएर। अब 1 महिना काम गरेको सर। अब पैसा पनि दिएन, त्यसले रुम भाडा निकालेछ, पार्कमा सुतेर छ। मैले जसरी नेपाल निकालेँ। यही सुत्नु भएको थियो आज? हजुर। तपाईँको नाम? नमस्ते, मेरो नाम अर्जुन हो। मेरो जिल्ला रस हो। गाउँ
उत्तरगाया गाउँपालिका 1। म यहाँ अब लिङ्क स्टारबाट आएको यो दुबईमा। अनि अहिले अब मान्छेको नाम लिङ्क स्टारबाट लिङ्क स्टारबाट त्यो हर्के राईले पठाएको हामीलाई समथिङ अब हाम्रो लगानी 1.5 लाख जति हो। अब यसरी अब खर्च गरेर 2 लाख जति खर्च भएको छ। अहिलेसम्म हामीलाई केही उ गरेको छैन, कम्पनीले कामहरू केही लिएको छैन। यसो कारमा सुधिरहेछ, भोकै सुधिरहेछ। अब जसरी पनि हामीलाई उधार गरिदिनु होला। नमस्ते, मेरो नाम अजिन्दर लामा, लिङ्क स्टारबाट आएको। यो दुबईमा हर्के राई हो मेरो एजेन्ट चाहिँ। लगानी 1.5 लाख खर्च गरेर 2 लाख जति चुकिसकेको छ। यो ठाउँमा क्लिनरको लागि भनेर पठाएको। अहिले बिल्डिङ कन्डिसनमा पठाएर 1 महिना जति काम गर्यो, फेरि पैसा पनि दिएन, खानाको पैसा पनि दिएन, अनि सुत्ने ठाउँ दिएन, रुमबाट निकालिदिएको छ बाहिर। हामी यस्तो बिजोगमा छ, हामीलाई जसरी भयो नि नेपाल उधार गरिदिनु होला। नमस्ते, म रामबहादुर तामाङ, घर सिन्धुपाल्चोक। म चाहिँ लिङ्क स्टार मार्फतमै आएको। म सिक्युरिटी गार्ड हो। मैले क्यास तिरेको ब्याङ्क मार्फत कारोबार गरेको छु। मान्छेको नाम 3,40,000 र एजेन्ट यो राजकुमार कार्की अनि दल शेर्पा र हर्कमान राई 3 जनाको मार्फतबाट आएको। उहाँहरूले आजको दिनसम्म पनि हामीलाई अब काम त तपाईँको काम मैले चाहिँ सिक्युरिटी गार्डमा 19 दिन चाहिँ ड्युटी गरेँ। त्यहाँदेखि खाना पिनाको त्यति व्यवस्था र ड्युटी अब सुत्ने ठाउँको पनि व्यवस्था नभएर मैले काम छोडेर बाध्यताले अब भोक लागेपछि यता अलपारा भन्ने ठाउँमा पुरानो ठाउँमा आएको। यहाँ आएर चाहिँ तपाईँको यहाँबाट पनि लाइन साइन काटेर हामी सिक्युरिटी गार्ड 4 दिन जति भयो चौरीतिर। कसरी हुन्छ यो, अब कुन संस्था मार्फत हुन्छ, हजुरहरूले सबै यहाँ यति पीडितहरूको नमान्ने बुझिकन चाहिँ नेपाल उधार गरिदिनु हार्दिक अनुरोध। अनि तपाईँहरूलाई त भिजिटमा घुम्न आउनुभएको भन्नुहुन्छ अरे नि मेन पावरले, हो? घुम्न आउनुभएको थियो? म घुम्न आएको होइन, तपाईँको हामी